टाप खोजेर बसिरहेको छ अहिले आउँछ आउँछ चेतन सापकोटा भन्ने नाम सुनेको चाहिँ टप आएर यो जलाउने सबै चिज अनि जेन्जी आन्दोलन तपाईँ कहाँ हुनुहुन्थ्यो जेन्जी आन्दोलन हुँदा कहाँ हुनुहुन्थ्यो म हेटौँडामा जेन्जी आन्दोलनमा सक्रिय भएर म त लगाइदिएँ यसको आऊ भनेको थिएँ मैले त तपाईँ आन्दोलन सडकमा मेरो त अहिले टिकटकमा हेर्नु त्यही दिनको सेम डेको अनि जेन्जी आन्दोलन चाहिँ विदेशीबाट भयो भन्ने तपाईँ अनि बालेन्द्र रवि विदेशीबाट परिचालित भन्ने अनि जेन्जी आन्दोलन तपाईँ आफै आगो लगाइदियो भनेर जाने अनि कसरी पत्याउने तपाईँ रियल जेन्जीको प्रतिनिधित्व थियो त मैले जेन्जी भनेर त परिचालित हुनुहुँदो त्यसरी म व्यक्तिगत स्वयं म स्वयंको मालेको भाइ मलाई यो यहाँको मान्छेहरूको देखेर मलाई पनि भित्रभित्र म माओवादी पार्टी विरोध गर्ने मान्छे मै हुँ पार्टीभित्र पनि कोहीले पनि गर्दैन भाइ सुन मैले अहिलेसम्म एक साल भात खाएको छु जेन्जी आन्दोलन नेपालीहरूले गरेका होइनन् भनिसकेपछि तपाईँ पनि अब टिओबी आयो त टिओबी आएको देखेन भने तिमी कहाँ छौ भाइ तिमी अन्डो छ जस्तो लाग्छ तिमीलाई यो गर्नै आउने जस्तो लाग्यो मलाई के टिओबी देखेन टिओबी को किन आएको त्यो त पुष्टि भएको छैन कति कलाकारहरू चाहिँ कलाकारहरू नेपालको कुरा गर नेपाली नागरिकको कुरा गर के भाइ नेपालकै गर्दैछु अनि के बस के सरकार के गर्छ तैँले मसँग धुन दाई मुला आइज आउने मैले नम्बर 98 5 37 57 आइज मसँग टक गर्ने फाइट गर्ने यो भनिरहेको छ भाइ त भन्दा भन् एकपल्ट भन् त सरकार कि मसँग गर्न आएको त तेरो याउ त बस्नु न राजनजी बसौँ पुरै सकेको छैन पक्नुस् न दर्शकवृन्द चर्का चर्कीमा आज हामीले राजेन्द्र खड्कीज्यूलाई आमन्त्रण गरेका थियौँ विशेष गरेर चर्का चर्कीमा कुराकानी गरिरहँदाखेरि हामीले भद्र रूपमा जायज प्रश्नहरू नै उहाँमाथि राखिरहेका थियौँ तर उहाँले प्रश्नको सामना गर्न नसके पश्चात हामीप्रति अपमानजनक शैलीमा प्रस्तुत भएर एक किसिमको दुर्व्यवहार जस्तो उहाँले प्रस्तुति देखाउनु भयो र उहाँ अहिले उठेर हिँडिसक्नु भएको छ।